आजको नयाँ क्वेसन यस्तो प्रकारको रहेको छ। पिक्चर हेरेर के हो त किकिङ नाते हो वा नान्दिस्का के हो त डेन्जर पोइन्ट चाहिँ के हो त अलिकति यसमा हेरेर के चाहिँ खतरा जस्तो लाग्छ त भन्दाखेरि पिक्चरमा यसो बाटो साँगुरो छ है अनि बक्साहरू पनि राखेको छ तर खप्टाइ खप्टाइ राखेको छ। अप्सन हेरौँ है त टेन्टो नो किकिङ भने के हो त लड्ने खतरा। त्यसमा के लड्ने खतरा त मान्छे लड्ने खतरा हुनसक्छ हो यो बक्साहरू नै लड्ने खतरा हुनसक्छ हो। दोस्रोमा हेरौँ सिजुका भनेको शान्त है अनि तेस्रोमा हिरोय भनेको फराकिलो आन्जेन भनेको सेफ है। अब यसमा पिक्चर हेरेर त के उ गर्न सक्छौँ त हिँड्ने बाटो साँगुरो छ लाइन बाक्लो देखेको छैन लाइन पनि उसुई भएको छ पातलो भएको छ हो अनि हिँड्ने ठाउँ पनि अलिक फराकिलो छैन हिँड्ने ठाउँमा पनि के त सामानहरू देखिरहेछ। अब यो काम गर्ने क्रममा कतै ठोकिएर लड्ने चान्सहरू हुनसक्छ हो। सामानहरू खप्टाइएको छ बक्साहरू खप्टाइएको छ बक्सा खप्टेर लडेर चाहिँ मान्छेलाई लागेर मान्छे लड्न सक्छ भन्ने चाहिँ खतरा छ। त्यही भएर यसको एन्सर चाहिँ टेन्टो नो किकिङ। हस् त आरिगातो गोजाइमासु।よろしくお願いします。